Buongiorno, नमस्ते। आज हामी इटलीको स्टडी भिजाको फाइनेन्शियल डकुमेन्ट्सको बारेमा डिस्कस गर्छौँ। धेरैलाई कन्फ्युज हुने चाहिँ प्रुफ अफ फन्ड्स भर्सेस प्रुफ अफ इन्कम। प्रुफ अफ फन्ड्स भन्नाले चाहिँ इटली स्टडी अप्लाई गर्नको लागि तपाईँसँग सफिसियन्ट फन्ड्स छ कि छैन भन्ने कुरा डिनोट गर्ने हो, which is minimum balance of 7,000 euro for the first academic year or 550 euro for every month of academic year. तपाईँको अकाउन्टमा ब्याङ्क स्टेटमेन्टमा चाहिँ त्यति अमाउन्ट मिनिमम देखिनुपर्ने हुन्छ एट द टाइम अफ अप्लाइङ भिजा। र अर्को भनेको प्रुफ अफ इन्कम। प्रुफ अफ इन्कम भनेको चाहिँ तपाईँको जुन ब्याङ्क ब्यालेन्स देखिएको छ त्यो कसरी अटेन गर्नुभयो भन्ने कुरा चाहिँ जनाउँछ। विच मिन्स तपाईँको इन्कम स्रोत के हो, विच लेड यु टु ह्याभिङ द प्रुफ अफ फन्ड्स, द रिक्वायर्ड फन्ड्स चाहिँ कसरी जम्मा गर्नुभयो त, के इन्कमको आधारमा तपाईँको अकाउन्टमा मिनिमम ब्यालेन्स पुग्यो। एउटा इक्जाम्पलको लागि हरिबहादुर र मदनबहादुर दुवैजनासँग 25 लाख रुपियाँ छ। हरिबहादुरले भिजा अप्लाई गर्ने बेलामा 25 लाख रुपियाँ प्रुफ अफ फन्ड्सको रूपमा देखाउँछ र तर उसको ब्याङ्क स्टेटमेन्टमा चाहिँ रेगुलर डिपोजिटहरू के आधारमा 25 लाख रुपियाँ डिपोजिट भएको हो भन्ने कुरा खुलेको हुँदैन। न उसले सबमिट गरेको डकुमेन्ट्स लाइक स्यालेरी सिट्स और रेन्टलको अग्रिमेन्ट्सहरू केही पनि सबमिट नगरिकन 25 लाख रुपियाँ ड्याङ्ग मसँग छ भनेर मात्रै देखाइरहेको हुन्छ। तर अपोजिट साइडमा मदन बहादुरले चाहिँ आफूले अर्न गरेको सेम 25 लाख रुपियाँको लागि कसरी आएको थियो, ब्याङ्कको रेगुलर डिपोजिट, स्यालेरीको डिपोजिट्स, रेन्टल इन्कम देखाइसकेको भए रेन्टल इन्कमको डिपोजिट्सहरू चाहिँ ब्याङ्क स्टेटमेन्टमा देखिएको छ। यस्तो केसेसमा कसको चाहिँ भिजा लाग्छ होला? हरिबहादुरले ऱ्यान्डमली डिपोजिट गरिरहेको हुन्छ, ऱ्यान्डमली विथड्र गरिरहेको हुन्छ र भिजा अप्लाई गर्नुभन्दा 1 महिना अगाडि मिनिमम जिरो ब्यालेन्सबाट उसले 25 लाख रुपियाँ देखाएको छ र मदन बहादुरले चाहिँ ग्रेजुअली त्यसमै बिल्ड गर्दै गएको छ भने कसको चाहिँ भिजा लाग्छ होला? इट्स नट अलवेज अबाउट द ब्यालेन्स यु प्रेजेन्ट। तपाईँले 50 लाखै देखाउनु भए पनि तपाईँको भिजा नलाग्न सक्छ बिकज यु माइट नट ह्याभ सोन एडिक्वेट प्रुफ अफ इन्कम। तपाईँको इन्कम चाहिँ राम्रोसँग नखुलेको भए भिजा लाग्ने चान्स कम हुन्छ। तर तपाईँले मिनिमम रिक्वायरमेन्ट मिट गर्नुभएको छ र तपाईँको प्रुफ अफ इन्कम लेजिटिमेट छ भने चाहिँ भिजाको चान्सेस अलिकति राम्रो हुन्छ। टु गेट पर्सनलाइज्ड गाइडेन्स यु क्यान विजिट अस थ्रु आवर वेबसाइट SUTDYinItalyFromNepal.com, SUTDYinItalyFromNepal.com।